नेपालमा सिनेमा संस्कृति मेरो सम्झनामा नेपालमा मनोरञ्जन गर्ने शैली समयसँगै परिवर्तन हुँदै आयो। राणाकालमा दरबारभित्र हिन्दी फिल्म हेर्ने चलन थियो भनिन्छ, तर 2007 सालको परिवर्तनपछि भने सर्वसाधारणले टिकट काटेर सिनेमा हेर्न पाउने वातावरण बन्यो। त्यसबेला काठमाडौँको पहिलो सिनेमा हलको नाम काठमाडौँ सिनेमा घर रहेको र पछि त्यसको नाम जनसेवा सिनेमा हल राखिएको उल्लेख पाइन्छ। टिकटको मूल्य त्यति बेला 25 पैसा भनिन्छ। मेटा आइएमा प्राप्त जानकारी अनुसार 2008 साल भदौ 26 गते एउटा सामान्य झगडापछि भिडले हलमा आगो लगाइदिएको र नेपालको पहिलो सिनेमा हलको इतिहास त्यही समाप्त भएको उल्लेख छ। यसबारे थप ऐतिहासिक प्रमाण खोज्ने भने आवश्यक देखिन्छ। त्यसपछि काठमाडौँमा अरू सिनेमा हलहरू पनि थपिँदै गएर हलमा गएर फिल्म हेर्ने संस्कृतिले नेपाली जनजीवनमा आफ्नो छुट्टै स्थान बनायो। त्यसबेला एउटा नयाँ फिल्म आयो भने महिनौसम्म चल्थ्यो। यसको कारण हलहरू कम हुनु र मनोरञ्जनका अरू साधन पनि सीमित हुनु थियो। आज जस्तो रेडियो, टेलिभिजन र सामाजिक सञ्जालबाट फिल्मको विज्ञापन हुँदैन थियो। नयाँ फिल्म आएको जानकारी दिन हल व्यवस्थापकले मोटरमा फिल्मको पम्फलेट झुन्ड्याएर बाटोमा पर्चा छर्दै र माइकिङ गर्दै प्रचार गर्थे। साना पत्र पत्रिकामा पनि फिल्मका विज्ञापन छापिन्थे। मोड परेको घरमा भित्तामा फिल्मका पम्फलेट टाँस्ने चलन पनि थियो। आफ्नो घरको भित्तामा पम्फलेट टाँसिएपछि घर टनेर फिल्म हेर्ने पास मागेमा सित्तैमा पास दिने चलन पनि थियो। पछि रेडियो नेपालमा विज्ञापन सेवा सुरु भएपछि फिल्मको विज्ञापन रेडियोबाट पनि प्रसारण हुन थाल्यो। साबुन भारो जस्तो फिल्ममा संवाद र गीत समेत समेटिएका विज्ञापन अहिले पनि मेरो सम्झनामा ताजै छन्। त्यो फिल्म निकै लोकप्रिय भएको थियो। अर्को रमाइलो कुरा, फिल्म सुरु हुनुभन्दा करिब आधा घन्टा अगाडिदेखि हलमा फिल्मी गीत बजाइन्थ्यो। हलको बाहिर स्पिकर राखेर गीत बजाउनु भएकोले आसपासको टोलमा मात्रै होइन, हावा चलेको बेला टाढा टाढासम्म पनि गीत सुनिन्थ्यो। तर जय नेपाल चित्रघरमा पनि यसले बाहिर स्पिकर राखेर गीत बजाइदिन्थ्यो, किनभने त्यसको नजिक राजदरबार थियो भन्ने मेरो सम्झना छ। फिल्म सुरु हुन लागेपछि गीत बन्द हुन्थ्यो र फिल्मको धुन बज्थ्यो। धुन बज्यो कि फिल्म सुरु हुन लाग्यो भने मानिसहरू हलभित्र पस्न थाल्थे। त्यही समयमा पर्दामा स्लाइड विज्ञापन पनि देखाइन्थ्यो। लामो समयसम्म लगातार देख्ने त्यस्ता विज्ञापनमध्ये न्यू रोडको जुजुभाइ टेलर्सको विज्ञापन मलाई अझै सम्झना छ। त्यसबेला कुनै फिल्मले 100 दिन प्रदर्शन पुरा गर्नु ठुलो उपलब्धि मानिन्थ्यो। अशोक सिनेमा हलमा 100 दिन चलेको फिल्ममध्ये मलाई सङ्गम विशेष रूपमा सम्झना छ। सङ्गम र आव प्यार करे जस्ता लामो फिल्ममा 2 पटकसम्म हाफ टाइम हुन्थ्यो। त्यसबेला लोकप्रिय अर्को फिल्म थियो प्यार का मौसम। मैले यो फिल्म 60 पटकसम्म हेरेको मेरो आफ्नै रेकर्डमा छ। नयाँ फिल्म समयमै नआउँदा हलमा पहिले प्रदर्शन भइसकेका लोकप्रिय फिल्महरू पुनः लगाउने चलन पनि थियो। सङ्गम, बहारौँके सपने आदि त्यस्ता फिल्मका रूपमा मलाई सम्झना छ। पुराना दर्शकहरूबाट सुनेको अर्को एउटा रोचक कुरा पनि छ। कुनै फिल्मले 100 दिन पुरा गरेको दिन दर्शकहरूलाई चुरोट र 1 बट्टा सलाइदिने चलन थियो। यसको प्रमाण पनि मैले अहिलेसम्म कतै भेटिएको छैन। त्यसैले यसलाई पुरानो दर्शकबाट सुनेको सम्झनाका रूपमा मात्र लिनुपर्छ। यसरी हेर्दा त्यो समयमा सिनेमा हल केवल फिल्म देखाउने ठाउँ मात्रै थिएन। फिल्म, गीत, विज्ञापन, माइकिङ र दर्शकको उत्साह मिलेर काठमाडौँको एउटा छुट्टै सिनेमा संस्कृति निर्माण भइरहेको थियो।